हेलो गुड मर्निङ र आज चाहिँ 2 अप्रिलको दिन आज चाहिँ बिहानै उठेर दुईजना चाहिँ गान्तोक निस्किँदै गरेको है गाइस र बिहानै उठेर चाहिँ ग्रिन टी सिप खाँदै रुममै कति बजी हिँडाइ भयो त प्रवीण? आज म घरबाट 3:30 निस्केको 4 बजी चाहिँ हिँडाइ भयो यताउता गरेर तपाईँहरूलाई मैले 4 बजी पिकअप गरेँ हो। यताउति मान्छे बजाएर 5 बजिरहेको र पनि हुँदा पनि 8 बजी अहिले म जानुको लागि तकरिबन कति बज्यो? 8 बजेको छ। यहाँनिर अब रानी पुल पुग्नै आँट्यो है। माथि कति बजी पुग्यो होला? अब हामी 8:30 मा पुग्छ स्ट्यान्ड। 8:30 मा ढिलो नि सधैँभन्दा? सधैँभन्दा ढिलो हो। 8:30 मा पुग्छ स्ट्यान्ड। अलिकति चाहिँ ढिलो भयो र हामी चाहिँ जाँदैछ अहिले चाहिँ जाँदैछ। यो छ कहीँ प्रवीणको कन्टोनङ सर्भिस। यहाँनिर क्युआर गर्नु सक्छ तपाईँहरूले। यहाँ क्युआर गरेर चाहिँ प्री बुकिङ गर्नु सक्छ गाडी होइन? रुल्स रहेछ यहाँ रहेछ। आमा पेमेन्ट त लु अनलाइनै अनलाइन हेलो गाइस। र अहिले चाहिँ हामी स्ट्यान्ड आइसकेको छौँ। प्रवीण पनि फर्किसकेको छ र यहाँदेखिको चाहिँ माथि एकछिन माइला बुबामा जानेछौँ। त्यहाँदेखिको चाहिँ सानो सपिङ गरेर चाहिँ हामी फेरि तल रानीपुल जानेछौँ। त्यहाँदेखिको सिङताम जानुपर्ने छ गाइस। गान्तोक चाहिँ धेरै दिनमा आएको यस्तो भएछ। हाम्रो सूची आउँदैछ। A few moments later. माइला बुबु फोन गर्दा पनि उठाउँदैन। के गर्दैछौ? सिरियस बिमार छ? खोइ भाबीजी चाहिँ यहाँ आइसकेको छ ठ्याक्कै हो। ओ भाउजू ठिकै हुनुहुन्छ? यता हो खोइ हेलो भनेको खोइ यता भाउजू हेलो हेलो बिमारी सिकिस त छ। A few moments later. गयो यो नयाँ लुगाहरू यहाँनिर अहिले बनाउँदै रहेछ एकदम ह्यान्डमेड यहीँनिर हाम्रो भाउजूले बनाउनु भएको। त्यो मैले पनि ट्राई गरेँ मजाको देख्दो रहेछ झन्नै। केटाको भए चाहिँ म किनिहाल्ने हो होइन। दामी छ कलर चाहिँ सही गरे तिमीलाई कलर राम्रो रहेछ हो। यो तपाईँहरूले यस्तो किन्नु सक्नुहुनेछ। यो किन्नुको लागि चाहिँ तपाईँले यो चाहिँ बेच्ने हो सेलिङमा छ तपाईँहरूले लानु सक्नुहुनेछ। यहाँ हेर्नुहोस् कति छ यसको दाम चाहिँ? दाम चाहिँ मिलाएर दिन्छ अरे सस्तै छ बेसी छैन। अनि अर्को चाहिँ फेरि यो पनि छ यस्तो पनि छ दामी छ। पछाडि घुम्थ्यौ यो पनि यो यस्तो खालको यो चाहिँ म भनिदिन्छु ल। यो बहिनीले लगाएको चाहिँ नि यो चाहिँ केटा उयो हुन्छ केटाकेटीले नै हुन्छ हो। युट्युबतिर हेर्दा पनि हुन्छ। कलरले मात्रै डिफ्रेन्ट हुन्छ। यो पनि अब केटीलाई ट्राई गरेर म देखाइदिन्छु। यो लगाउँदा यो चाहिँ अब युनी होइन उल्टा भयो होला भाइ, उल्टा भएको छ, निकाल्नु त।
आर्यनले पनि बुनी मागिरहेछ यो चाहिँ ऊ चाहिँ अलिक अब लुते मजाको छ नि जिउ कि त्यही भएर उसलाई चाहिँ राम्रो देख्छ हामीलाई चाहिँ अलिक मोटी देख्दो रहेछ ल यो चाहिँ यस्तो छ फेरि केटाकै हो यसो तपाईँले हेर्न सक्नुहुने चाहिँ दामी छ पछाडि अस्ति मोडलिङ गर्दाखेरि एमजी भागमा सब बोइजहरूले नै लगाएको थियो यो चाहिँ होइन भयो गाइस अहिले चाहिँ भर्खरै अब बजारमा अन्त बजारबाट सानो सपहरू छ रानी पूजाहरू बुबहरू चाहिँ यहाँ आउँदैछ लो गाइस आज चाहिँ यहाँनिर कपडा दोकानमा सपिङ हुँदैछ र यहाँ चाहिँ सपिङ हुँदैछ ल आज चाहिँ एमजी मार्कमा यहाँनिर सर हिँड्दै बुबु अन्त आज यहाँ सानो सपिङ थियो त्यसको बादमा चाहिँ यता 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 दुईजना गएकै हुँदैछ फेरि यहाँ चाहिँ गणेशकोमा जाँदै गरेको लायुङको यो लगिदिउँ भने पनि त्यो पनि छ भन्छ यो बोल पनि छ है ल अब के चाहिँ लगिदिउँ भन्नु चाहिँ 3 महिना मात्रै पुग्दैछ भक्कुरास पार्छ के गर्नु के चाहिँ लगिदिउँ यो लगिदिन्छु कि यो पनि छ यो पनि छ ला के गर्नु कन्फ्युज भयो के चाहिँ लानु के कुरा भयो खै के भयो पाएँ नि राखिदिइरहेको A few moments later. र अहिले भर्खरै चाहिँ हामी यहाँ ह्याप्पी बर्थडेमा छौँ एकदम खुसी लाग्यो सन्तानहरू पनि भेटे हो तर यो जग्गा त अचम्मै लाग्यो मजाको रहेछ त है यो जग्गा चाहिँ मजाको छ हो यहाँनिर एरिया देन आफ्टर यता स्कुम्बोपट्टि स्विमिङ पुल पनि रहेछ फुल एरिया हो एकदम दामी छ मेरो भाइलाई मेरो भ्लगमा ल यहाँ चाहिँ मेरो सुपरस्टार भाइहरू सुपरस्टार भाइहरू हो यता ल ल जाउँ है बाई बाई ओके गाइस र अब चाहिँ जानु आँटेको र अहिले भर्खरै चाहिँ बिदा माग्दैछ सुले चाहिँ अन्त हामी चाहिँ सकेर चाहिँ अब चाहिँ हिँड्नु आँटेको है त तर यो जग्गा चाहिँ एकदम दामी रहेछ मजाको एरिया र अब यहाँ निस्किँदै गरेको ओके र हामी चाहिँ यहाँदेखि निस्किसकेको छौँ अब चाहिँ हो ठ्याक्कै यहाँ भेटघाट बर्थडे सर्थडे खाएर हाम्रो आज यहाँ सु चाहिँ एकदम खुसी छ खुसी छु किनभने मेरो फ्यामिली सबै भेट्यो होइन भेटेर चाहिँ खुसी छ हो मलाई चाहिँ अब फेरि नयाँ यता चाहिँ भेट्नु हुन्थेन मेरो सन्तानहरूलाई अचानक यो के भएको म चाहिँ किन खुसी लाग्यो भने चाहिँ मैले सक्ट भयो क्या मेरो सन्तानहरू आदि भयो भनेर के केमा खुसी लाग्यो भने के भाइहरू सबै म जस्तै खालको रहेछ कि अन्त मजा आयो मेरो भाइहरू त्यस्तै छ नि त कस्तो राम्रो छ देखेर नि हामी सुब्बा हो क्या सुब्बाहरू अब चाहिँ यहाँदेखि हामी चाहिँ टोकल बर्मेक जानेछौँ है त गाइस अब अगाडि देखाउँदै जानेछु हेर्दै गर्नुहोस् नाच्दै चाहिँ जान्छ खुसी लागेर नाचेको हुन्छु खुसी थियो मेरो सन्तान भेटेर A few moments later. लु गाइस आम्मामा धेरै धेरै आफ्टर लङ टाइम बाउ छोरी आमा हो लु लायौँ सेनिटाइजर ल्याऊ यस्तो हेर्नु थालेको रहेछ छोरीले चाहिँ सेनिटाइजर ल्याइदिनु यस्तो हेर्नु थालेको रहेछ यहाँ चाहिँ अब धेरै दिन बादमा भाउजू देख्दैछ फेरि हेलो
ठिकै हुनुहुन्छ एकदम आम्मा यी भाउजू थेत्तेरिके भाउजू नदेखेको त धेरै भएको थियो अस्ति आउँदा नि देखिन बुबुले कन्फ्युज बनायो नि हौ त्यो सधैँको बाटो नआइ चाहिँ रफ छ भने कुन भन्यो भने म त यही बाटो आउँछु लु अब चाहिँ यहाँ भेटिसकेको छु हो भाउजूलाई चाहिँ भेटेको 1 सालमा हो ठक्कै भाउजूलाई चाहिँ 1 सालमा भेट्यो हो बुबुलाई चाहिँ अस्ति भेटिहालेको ल है त यहाँ अब धेरै दिनमा चाहिँ यहाँ भिडियोमा हेर्दा हेर्दा यहाँ छोरीलाई चाहिँ अब यहाँ थुकमा ल्याउँ कसरी हो ल नाङ्गै बनाइसक्यो बागा कान्छा पक्रिनु पायो केटोल त अन्त रुला रुला जस्तो पो गरेर हौ नानी नरुनु नि यता बागा बागा यो चाहिँ ब्याकग्राउन्डमा हान्छ है कपिराइट किचनमै जाँदा पनि हुन्छ चुपमा आयो लो टुल हेरिरहेको रुँदैन रहेछ नि फर्स्ट टाइम ला लु होइन चिने क्या मान्छे मामाले गर्दा सो ठुलो भएको अब के भन्छ भतिसीलाई के लग्यो भन्यो त्यो पनि ब्लगमा ल्याइहाल्यो नआउने लग्यो त्यो पनि छ कुन के लग्यो त्यो पनि छ अब अहिले चाहिँ यसलाई देख्छु ल के चाहिँ ल्याइदिएछ र त्यस्तो यहाँ पुग्यो अलिकति भाउजू बोलाउनु न ल फेरि एकछिन आउने बेला भयो कसैले रिसिभ गर्नु आउनु पर्ने अरे एकदम यहाँ ब्लकमा मात्रै दिने अरे फेरि साह्रो रहेछ नि एकछिन मार्यो होइन पानी सानी त खानु पर्ने नि त एकैचोटि अन्त यहाँ त ठुलो ल मलाई पनि यहाँनिर बधाई थ्याङ्क यू यता ल यता झन्डै 4 महिनाको छेउछाउमा 4 महिना पुग्यो त्यस्तै पुग्यो ल नानीलाई लु त्यो हेर्दा पनि त्यो पनि छ त्यो हेर्दा पनि त्यो पनि छ लु यो चाहिँ अलिक देखिन है मैले ल अब छोरी कुद्ने बेला भइसक्यो निप्याट ल्याइरहेको छु मैले के हुन्छ यसले चाहिँ यो चाहिँ आमा आप्पाको लागि ल केही पनि पर्दैन अलरेडी हामीले गिफ्टहरु पाइसकेको त्यही त अन्त ब्लगमा हेर्छु हैन पहिला पाइसकेको त अन्त हैन तर पनि अब नि तर पनि त्यसो हैन अब त्यो मेरोबाट थियो कि तर नाम चाहिँ थप्दिएको नि यहाँ त पर्दैन यहाँ चाहिँ पर्छ ल धेरै धेरै धन्यवाद हाम्रो साइला बुबु भाउजू केको धन्यवाद बधाई भन्नु परेन बधाई अनि धन्यवाद दुईटै हाम्रोबाट चाहिँ धन्यवाद भन्दियो न नजी बोलो पन्बे निकाल्न आयो भन्दा लाउला खैमा चाहिँ नदिनु नलिक आउँदैन दुई शब्द ल साइला बुबुले राख्ला ल थ्याङ्क यू सो मच 4 महिनाको बादमा 3 महिना झनै 4 महिना 4 त कहाँ आउँछ अनि मात्रै कम्प्लिट हुन्छ अब 11 तारिक यो यसलाई म्युट गरौँ 4 महिना पुग्दाखेरि चाहिँ मेरो पल्टने भाइ 3.5 महिना क्रस हुँदाखेरि चाहिँ मेरो पल्टने भाइ आइपुग्नु भएछ हो उले छुट्टी पाएको थिएन र आउनु बित्तिकै खदा तिनैजनाले लगाउनु पाइयो यता नानी गाउँ सबैले अनि कोसेले पनि पर्याप्त अनि गिफ्टहरु पनि छ अब यसको अनबक्सिङ पनि झट्टै आउनेछ मेरो ब्लगमा त्यो चाहिँ स्टे ट्युनमा सो थ्यांक यू सो मच मेरो भाइ बुहारीलाई
सो यसरी नै माया पाइरहँ, यसरी रेस्पेक्ट पाइरहँ, खुसी लाग्यो। र हामी पनि झट्टै निचा अनि हाम्रो नानीको यसरी खदा लगाउन आउनु पाऊँ भन्ने चाहना राख्दै म यति भन्न चाहन्छु। थ्याङ्क यू सो मच। हुन्छ, थ्याङ्क यू। मामाले चाहना भन्ने आइगयो उपलक्ष्यमा लु गाइस, यो चाहिँ अलिकति भुलेछ कि हो, यो चाहिँ हाम्रो ठुलो बुबु भाउजूले पठाइदिनु भएको बुबु। यसको चाहिँ मेरो श्रीमतीलाई पनि देखाउनु पर्छ नि त, मैले मात्रै रिसिभ गरेर हुँदैन, ल कानुन लाग्छ। ठुलो बुबु भाउजू, बुबु भाउजू अलिक आउनु नपाउँदा चाहिँ अस्ति नै थ्याङ्क यू सो मच मेरो ठुलो बुबु भाउजूलाई। उहाँले फेरि पनि अस्ति पनि गिफ्ट दिएको, गिफ्टमाथि गिफ्ट पठाइदिनु भएछ। थ्याङ्क यू सो मच। यसको चाहिँ फोटो लगाएर, यसको चाहिँ एउटा रिक्वेस्ट छ अरे, अब यो जाडोको लुगा थियो अरे, अब बा अब लाउँदैन कि हो, एकखेप चाहिँ लाएर चाहिँ ठ्याक्कै एउटा फोटो चाहिँ पठाइदिनु पर्ने अरे। होइन एउटा फोटो चाहिँ पठाइदिनु अरे हौ, ठ्याक्कै लाएको चाहिँ। ल जाडो गएको छैन, एकदम लाउने अरे, लाउने अस्ति किनेको रहेछ अरे। थ्याङ्क यू। ओके गाइस, र अहिले भर्खरै चाहिँ अब गणेश गुगामा खानासाना पनि खाइसक्यो र अब चाहिँ रेस्ट गर्ने हो, किनभने आज चाहिँ बिहान 3 बजीदेखि उठेर हिँडेको छ नि त, त्यो भएर चाहिँ र यहाँनिर चाहिँ भोलि बिहानै निस्किनु पर्ने छ हो। आजको भ्लग चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई हेरिदिनुहोस्, र भोलि चाहिँ यहाँदेखि बिहानै निस्किनु पर्ने छ। र अहिले भने चाहिँ आजको भ्लगलाई यहीँ राख्नु चाहन्छु म, र के कस्तो हुन्छ कमेन्ट गरिदिनुहोस् होला। र अहिलेलाई भने चाहिँ गुड नाइट, बाई बाई।